सगरमाथा विश्वकै सबैभन्दा प्रसिद्ध र विशाल हिमाल। तर यो हिउँ र चट्टानको पहाडभित्र यस्ता कैयौं रहस्य र तथ्यहरू लुकेका छन् नि जसले हाम्रो अहिलेसम्मको बुझाइलाई नै पुरै चकित बनाइदिन सक्छ। आजको यो अन्वेषणमा हामी सगरमाथाका यिनै अद्भुत र अलिकति पत्याउनै गाह्रो लाग्ने कथाहरूको सँगै खोजी गर्दैछौँ। तर सुरुमै एउटा निकै रोचक अनि अलिकति अचम्म लाग्ने प्रश्नबाट अगाडि बढौँ है त। के हामी यो विश्वास गर्न सक्छौँ कि उचाइको अन्तिम प्रतीक मानिने यो विशाल संरचना कुनै समय पूर्ण रूपमा पानीमुनि डुबेको थियो? सुन्दा ठ्याक्कै पत्याउन गाह्रो हुन्छ, तर वैज्ञानिक दृष्टिकोणले यो 100% सत्य हो। उचाइको यो रोमाञ्चक कथा वास्तवमा गहिरो समुद्रको पिँधबाट सुरु हुन्छ। एकपटक कल्पना गरौँ त, एकातिर करोडौं वर्ष पुरानो त्यो प्राचीन टेथेस सागर अनि अर्कोतिर आजको 29,000 फिटभन्दा अग्लो हाम्रो सगरमाथा। कुनै बेला समुद्रको पिँधमा रहेका चट्टानहरू आज विश्वकै उच्च बिन्दुमा शानका साथ उभिएका छन्। प्रकृतिले समयको अन्तरालमा कस्तो जादु गर्छ भन्ने कुराको योभन्दा उत्कृष्ट उदाहरण अरू के नै होला र? भाग 1 उत्पत्ति र भौगर्भिक रहस्य जीवित हिमाल। 29,028 फिट अर्थात् 8,848 मिटर। सुन्दै आङजिरिङ हुन्छ नि, होइन? तर सबैभन्दा चाखलाग्दो कुरा त के छ भने विश्वकै यो सबैभन्दा उच्च बिन्दुमा पाइने चट्टानहरू वास्तवमा प्राचीन समुद्री चुनडुङ्गा हुन्। सोचौँ त, करोडौं वर्षअघि समुद्रको पिँधमा पौडी खेलिरहेका जीवहरूका अवशेषहरू आज संसारको छानोमा भेटिन्छन्। त्यसैले यो एउटा निर्जीव ढुङ्गाको थुप्रो मात्र बिल्कुलै होइन, यो त निरन्तर परिवर्तन भइरहेको एउटा विशाल जीवित संरचना हो। अब प्रश्न उठ्छ, यो सब आखिर कसरी सम्भव भयो त? कुरा करिब 5 देखि 6 करोड वर्ष अघिको हो, जब इन्डियन र युरेसियन प्लेट बीच एउटा भयानक ठक्कर भयो। त्यही विशाल महादेशीय ठक्करका कारण हिमालय श्रृङ्खलाको निर्माण हुन पुग्यो। र अझै अचम्मको कुरा त के छ भने यी प्लेटहरू आज पनि एकअर्कामा धकिलिने क्रम जारी नै छ। हो, यसकै कारणले गर्दा सगरमाथाको उचाइ अहिले पनि निरन्तर बढिरहेकी छ। भाग 2 सर्वोच्च शिखरको नामकरण, पहिचान र खोज। मानव खोजको इतिहासलाई फर्केर हेर्दा सन् 1852 निकै महत्त्वपूर्ण छ। त्यति बेला राधानाथ सिक्दरले पहिलो पटक यसको उचाइ नापेर यो नै संसारको सबैभन्दा अग्लो हिमाल भएको प्रमाणित गरेका थिए। त्यसपछि सन् 1865 बेलायतीहरूले जर्ज एभरेस्टको सम्मानमा यसलाई माउन्ट एभरेस्ट नाम दिए। तर हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण क्षण तब आयो जब 20औं शताब्दीको मध्यतिर इतिहासकार बाबुराम आचार्यले यसलाई सगरमाथा नामकरण गर्नुभयो। त्यसपछि बल्ल यसले आफ्नो मौलिक र विशेष पहिचान पायो। यो सगरमाथा शब्द आफैमा कति अर्थपूर्ण छ। सगर अर्थात् आकाश र माथा अर्थात् निधार। सिधै भन्नुपर्दा आकाश छुने निधार। त्यस्तै तिब्बती भाषामा यसलाई चोमोलुङमा भनिन्छ, जसको अर्थ संसारकी देवी माता हुन आउँछ। बाहिरी विश्वले दिएको एउटा प्रशासनिक नामभन्दा यी स्थानीय नामहरूले चाहिँ यस हिमालप्रतिको हाम्रो गहिरो र सयौं वर्ष पुरानो आध्यात्मिक सम्मानलाई साँच्चीकै झल्काउँछन्। भाग 3 चुचुरोमा पुग्ने होड, विजय र सङ्घर्ष। यो चुचुरोमा पुग्ने मानव यात्रा पक्कै पनि सहज थिएन। सन् 1950 को दशक अघिका कैयौं प्रयासहरू नराम्ररी असफल भए। सन् 1952 त रेमन्ड ल्याम्बर्ट र तेन्जिङ नोर्गे 8,610 मिटरसम्म पुगेर पनि मौसम र परिस्थितिका कारण भारी मन लिएर फर्कनु परेको थियो। तर हार मान्ने कुरा कहाँ थियो र? अन्ततः 1953 तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेके र सिङ्गो विश्वलाई नै चकित पारिदिए। भाग 4 आरोहणको यथार्थ, सर्वोच्च शिखरको मूल्य। हामीले इतिहास त सुन्यौं, तर यथार्थमा यो आरोहण कति गाह्रो छ त? सगरमाथाको चुचुरोमा पुग्न लगभग 40 दिनको निरन्तर र कठोर शारीरिक सङ्घर्ष लाग्छ। अर्कोतर्फ उचाइ बढ्दै जाँदा खतरनाक रूपमा कम हुँदै जाने अक्सिजनको स्तरले यसलाई अक्षरशः मृत्युसँगको सङ्घर्ष जस्तै बनाइदिन्छ। आफ्नो शरीरलाई त्यो जम्ने चिसो र कठोर वातावरणमा अभ्यस्त गराउनु साँच्चै नै चान्चुने चुनौती होइन। शारीरिक मात्र होइन, यसको आर्थिक पाटो पनि त्यत्तिकै भारी छ। 25 लाख नेपाली रुपैयाँ हो यो एउटा आरोहणको लागि लाग्ने अनुमानित औसत खर्च हो। यसले एउटा कुरा प्रष्ट पार्छ, सगरमाथा आरोहण गर्नु भनेको असाधारण शारीरिक र मानसिक क्षमता मात्र होइन, यो त समय र सम्पत्तिको पनि चरम प्रतिबद्धता हो। भाग 5 शेर्पाहरू,
वास्तविक नायकहरू। आजसम्म 5,000 भन्दा बढी मानिसले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। तर यो सफलताको पछाडि मुख्य हात कसको छ त? पक्कै पनि यसमा हाम्रा नेपाली शेर्पाहरूको पूर्ण दबदबा र अतुलनीय योगदान रहेको छ। कामेरिता शेर्पा जस्ता महान आरोहीको कुरा गर्ने हो भने त उहाँले 25 पटकभन्दा बढी यो चुचुरो चुमिसक्नु भएको छ। यो त यस्तो अद्भुत कीर्तिमान हो जसले मानव क्षमताको हाम्रो परम्परागत बुझाइले नै पुरै चुनौती दिन्छ। अनि यो सुन्नुभयो भने त झन अचम्ममा पर्नुहुन्छ। 8 घण्टा र 10 मिनेट, जहाँ एउटा सामान्य आरोहीलाई बेस क्याम्पबाट माथि पुग्न 40 दिनको लामो तयारी र सङ्घर्ष लाग्छ, त्यही पेम्बा दोर्जे शेर्पाले मात्र 8 घण्टा 10 मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसले सगरमाथा र उच्च हिमाली वातावरणप्रतिको शेर्पाहरूको अद्वितीय र अकल्पनीय क्षमतालाई छर्लङ्ग पार्छ। आजको यो प्रस्तुतिको अन्त्यमा आइपुग्दा एउटा निकै गहिरो प्रश्न दिमागमा आउँछ। एकातिर प्राकृतिक र भौगर्भिक प्रक्रियाले गर्दा सगरमाथा अझै पनि निरन्तर माथि उठिरहेकै छ, अनि अर्कोतिर मानव साहस र दृढताले हरेक पटक नयाँ नयाँ कीर्तिमानहरू तोडिरहेको छ। त्यसो भए के प्रकृति साँच्चीकै नै अजेय छ, वा मानव क्षमताको कुनै अन्तिम सीमा नै छैन त? भविष्यमा अझै कस्ता कस्ता नयाँ रेकर्डहरू बन्लान्? यो पक्कै पनि हामी सबैलाई सोच्न बाध्य बनाउने विषय हो। आजको लागि यो अन्वेषण यति नै। हामीसँगै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।